तो पिताम्बर यो मुभीको चाहिँ मलाई एउटा पार्ट यस्तो यस्तो हाँसो उठ्ने लागेको छ होइन। अहिले म अगाडि भन्छु है तपाईँले हेर्नु है। तराईको सिन आयो फर्स्ट टाइममा। ओहो फर्स्टैबाट भाइलेन्स यस्तो भाइलेन्स देखाइदिएछ। ओ हिन्दूहरूको स्लोगन बवाल र ग्लिम्स चाहिँ देखियो है त प्रदीप खड्काको। भिलन ओहो यो फायर लुक सलिड सलिड। जस मलाई किन किन यो मुभीको ट्रेलरमा चाहिँ एउटा साउथ इन्डियन भाइब्सहरू आइरहेछ क्या। जस खतरनाक वाला क्या मासी भाइब्स आइरहेछ है। हेर्नु न बुम एक्सन यो वाला ब्याकग्राउन्ड म्युजिकको यो सिङ्क जुन छ नि होइन। हेर्नु है त जुन ब्याकग्राउन्ड म्युजिकको सिङ्क छ नि त्यो चाहिँ बवाल छ क्या। हेर्नु है हो क्रेजी भाइलेन्स देखाइरहेछ दयाहाङजी। डाइलग्स यो चाहिँ मेरो बेस्ट सिन हो क्या। बेस्ट सिन भन्नाले पनि यो क्रेजी गर्दै के छ यो लङ्गुट लगाएर मसिन पनि चलाउँदैछ क्या। अब नाङ्गै के हो यस्तो किन गर्दैछ यस्तो। ओहो प्योर गुजबम्स गाइस। मुन्डी उडाइदिँदैछन् मान्छेहरूको यहाँ। यो अघि भनेको थिएँ नि म केही एउटा फनी कुरा लागेको छ मलाई। मतलब के हो यस्तो बाक्लो जुङ्गा यस्तो बल्की जुङ्गा कसको हुन्छ कि यो मलाई अलिकति फेक टाइपको लाग्दैछ। बस जोस सौगात मल्ल जिउको माथि चाहिँ यो कुल देखिँदैछ एकदम। अब आईको लेन्स पनि हालेको छ नि मासी। यो ब्याकग्राउन्ड सङ सुन्नु पर्यो। क्रेजी दिएको छ कि ब्याकग्राउन्ड म्युजिकदेखि लिएर यो जुन लुक्सहरू छ जुन मलाई चाहिँ लाग्दैछ यो चाहिँ एउटा तराईमा बेस्ड भएको मुभी हो जसमा चाहिँ पोलिटिकल पार्टिजहरूको चाहिँ एकदम इन्टरफेरेन्स हुन्छ अनि त्यही अराउन्डमा चाहिँ यो मुभी चल्छ जस्तो मलाई लाग्दैछ। हेर्नु न भाइलेन्स एक्सन यो सिन किन कोले लेखा यस्तो खतरनाक सिन आउट अफ द बक्स सिन छ क्या त्यो चाहिँ। यो मुन्डी उडाउनेवाला चाहिँ क्रेजी छ क्या। दबंग पुलिसम्यान यो मिस्ट्री थ्रिलर एक्सन मुभी हो जस्तो मलाई लाग्यो है त। र यो जस क्रेजी हुनेवाला छ। यो ट्रेलर हेर्दाखेरि मलाई लाग्दैछ क्रेजी एक्सन क्रेजी स्टोरी हुनेवाला छ जस्तो मलाई लाग्दैछ होइन। मान्छेहरूको खोपडी उडाइसक्यो होइन यो ट्रेलरमै। त्यो यहाँ नेपाली मुभीले चाहिँ आजभोलि चाहिँ जोस एकदम बवाल सेट्सहरू बनाउन थालेको छ। हेर्नु त यो सेट हेर्नु न कस्तो दामी सेट छ। कति पैसा लाग्यो होला यो सेट बनाउनु। यस्तो क्रेजी सेट बनाइदिएको छ। जोस खतरनाक हुँदैछ यो तराईको छठको
देखाएको छ। यो एन्ट्री पनि बवाल छ, लुक्स बवाल छ होइन। यो आई एम गोइङ टु डेफिनेटली गोइङ टु वाच दिस मुभी है त। जो यसमा चाहिँ टप टप नचको एक्सन हालेको छ, टप नचको सिनेमेटिक्स हालेको छ होइन। जे होस् अब चाहिँ बल्ल बल्ल नेपाली मुभी इन्डस्ट्री यस्तो रिभोल्युसन फेजमा जाँदैछ जस्तो मलाई लाग्दैछ है त। जे होस् बलिउड हलिउडको मुभिजहरूलाई अलिकति कम्पिटिसन दिने टाइपको मुभिजहरू बन्न थालेछ। जे होस् नेपाली मुभी इन्डस्ट्रीमा पनि होइन, यस्तो खतरनाक हालेको छ। ब्याकग्राउन्ड सङ सुन्नु न, यस्तो खतरनाक छ यसको ब्याकग्राउन्ड सङ। जे होस् आई लभ दिस ट्रेलर है त। So thank you so much guys. First of all I want to thank you all for that we finally have made 1K subscribers. That's a good achievement for all of us, and thank you so much for your supports guys. And so that's all for today. अनि म चाहिँ यो ट्रेलर एकचोटि फेरि हेर्छु है। अनि आजको लागि यति नै। We will see you in next video. Thank you so much for watching. Have a nice one. Bye bye.